हेलो गाइज, आज चाहिँ हाम्रो स्याटरडे अनि त्यसको कहाँ जाने भनेर प्लान गर्दाखेरि चाहिँ हामी पुरा सुनौली जाने भनेर इन्डिया जाने भनेर प्लान गरेको थियौँ होइन। अनि नाचगुरु मेरो फर्स्ट टाइम भएर हामी चाहिँ सो एक्साइटेड भइरहेको थियौँ होइन। पुनमको चाहिँ हामीलाई गाइड गरिरहेको थियो, उसको चाहिँ कति धेरै टाइम हो त्यही भएर गाइड गरिरहेको थियो, भाडासाडा दियौँ होइन। अनि त्यहाँबाट हाम्रो यहाँ भैरवबाट त्यहाँ गएको चाहिँ अटोले 25 रुपियाँ लियो कि। अनि त्यसपछि हामीले चाहिँ बिच बाटोमा पुरा हेर्दै होइन, मलाई चाहिँ पुरै इन्डिया गएको जस्तो भाइब्स आइरहेको थियो होइन, फुल इन्डियावाला भाइब्स आइरहेको थियो क्या। अनि कस्तो गइरहेको छु भने अनि मेरो त फर्स्ट टाइम हो नि त। अनि देख्दाखेरि बोर्डर कस्तो ओपन थियो क्या, एकदम ओपन थियो। अनि हामीले त्यहाँनिर नागरिकताहरू चाहिँ माग्यो होइन, नागरिकता अनि एनआइडीहरू माग्दो रहेछ, मागेर हामीलाई पास गराएर पठायो पारी। अनि त्यसपछि हामी गयौँ अनि त्यसपछि हेर्दै गयौँ। त्यहाँ खासै मलाई फिल भएन, नेपाली नै बोलिरहेको थियो, इन्डिया जस्तो त खासै त्यस्तो फिल त भएन। अनि सामानहरू किन्यौँ, सामानहरू ठिकै लाग्यो मलाई। अनि सामान किनेर फर्किँदाखेरि फेरि चेकिङ हुँदो रहेछ क्या, त्यहाँनिर डबल चेकिङ हुँदो रहेछ। एक ठाउँमा चाहिँ त्यहीँ गेटमै चेकिङ गर्यो के सामान छ भनेर, अनि अर्को ठाउँमा चाहिँ हामीलाई अटोमा नै चेकिङ गरेको थियो। अनि त्यो चेकिङहरू गरेर हामी फर्क्यौँ। अनि फर्किँदाखेरि अटो खोज्दै हिँडेको, अटोले फेरि ठग्न खोजेर हामीलाई 25मा गएको 30 भनेर। अनि फेरि अर्को एउटा अटो पायो, त्यसले 30 रुपियाँ मात्रै लियो, 50 रुपियाँ भनेर थियो अर्को अटोले। अनि फर्केर हामी खाजा खायौँ, खाजा भन्दा नि एउटा वाटरमेलन खायौँ 3जना भएर। अनि फर्क्यौँ हामी घर।